Hello guys, म चाहिँ अहिले टिकट काटेर पनि भित्र छिरिसकेँ। यस्तो बवाल रहेछ बा, सिधी रहेछ, उकालो न उकालो, पसिनै टप टप भयो बा। यस्तै उकालो सिधी यस्तो हिँड्नलाई चाहिँ बब्बाल मजा, जङ्गलको बिचमा बा, यस्तो बवाल छ। यहाँदेखि बाटो पनि क्या डेन्जर क्या, यो चाहिँ सर्टकट बाटो रहेछ बा। यस्तो पानी परेको बेला चाहिँ यहाँ चिप्लेर लडियो भए चाहिँ गाह्रो हुन्छ। सिडीबाट चाहिँ उतादेखि यस्तो घुमेर आएछ। यो चाहिँ मान्छेहरू आफैले होला सर्टकट बनाएर रहेछ। पानी त परेको छैन, पानी परेको बेला चाहिँ लास्टै चिप्लो हुने रहेछ। स्यास्या पसिना उकालो भए पनि हिँड्न चाहिँ बब्बाल मजा आइरहेछ। यस्तो जङ्गलको बिचको बाटो हो, के हो किरा फट्याङ्ग्राहरू के हो आवाज, यस्तो आनन्द। हिँडिराख्ने बानी त त्यस्तो स्यास्या फ्याफ्या भइरहेछ। यो बानी नभएको मान्छेहरूलाई त गाह्रो हुने रहेछ। यो मैले भिडियोमा पनि देखिरहेको थिएँ, जाँदाखेरि चाहिँ उफ्रिँदै है रमाइलो गर्दै भरे फर्किँदा चाहिँ लसी टेक्दै भिडियोहरूमा देखिरहेको थिएँ। साँच्चै नै अब कति अहिले हिँड्नु 10-15 मिनट हिँड्यो होला, स्यास्या भइरहेछ। अझै कति 3-4 घन्टा लाग्ने होला। यो चाहिँ मेन बाटो रहेछ क्या, ठ्याक्कै आइपुग्यो। सर्टकट बाटोमा चाहिँ अहिले आइपुगेको छ। अनि यस्तो खतरा सिडी नै सिडी, यो चाहिँ सर्टकट बाटो, यो सिडीको पसिना चाहिँ झ्याप्पै आयो। धन्न पानी चाहिँ बोकेरै ल्यायो, पानी नभएको भए चाहिँ यहाँ त जङ्गलमा प्याक भइ नै रहेछ नि। मौसम त्यस्तो घाम पनि लागेको थिएन, पानी नलाग्यो कि भनेर सोचिरहेको थिएँ, धन्न ल्याएको छु। नत्र त म त यस्तो बाटो बप्पा ओ बा, यो सबै तलतिर अझ आएर हिँड्नै नसक्ने छोरी मान्छेहरू। हामी छोरा मान्छेलाई त्यस्तो उकालो सिडी रहेछ, गाह्रो हुन्छ नि छोरी मान्छेहरू त। त्यति पनि
बजारतिर बस्ने बहिनीहरू बल्ल उकालो चाहिँ सक्यो जस्तो छ अलिक माथि डाँडातिर आइपुग्यो जस्तो छ अब चाहिँ बाटो केही सम्झरको लागि अघि त उकालै उकालो है तर यहाँ चाहिँ साथीभाइ मिलेर चाहिँ आउँदा चाहिँ बब्ब रमाइलो हुने रहेछ क्या म चाहिँ एक्लै त्यो भिडियो बनाउँदा टाइम पास चाहिँ भइरहेछ पर पनि धेरै छ त जोडीहरू धेरै जस्तो जोडी नै आउने रहेछ ठाउँ पनि त्यस्तै छ नि त के आनन्द बगल्तीको आवाज गाउँतिर गाउँतिरको जङ्गलमा जस्तो हुन्छ गाउँमै बसेर जस्तो भएर कुन चाहिँ बाबाले नखाएर त्यो भित्र राखेको थियो मैले चाहिँ धेरै जोडी धेरै ग्रुपहरूलाई चाहिँ छोडेर तलै आइसक्यो कि चाहिँ रेसमा हिँड्ने घोडा जस्तो रेसमा हिँड्ने घोडा जस्तो भइरहेको छ मेरो चाहिँ हिँडाइ एक्लै भएपछि आनन्द है बस्नमा लागि बस्यो हिँड्नमा लागि हिँडे गऱ्यो ग्रुपमा भएपछि त यो किन हिँड्न नसक्ने पर्खिनु पर्यो ग्रुपमा पनि रमाइलो हुन्छ एक्लै हिँड्नु पनि आनन्द यहाँ माथि क्या सुनसान रहेछ क्या सबै तलतिरै छोडिआयो माथि जानुको मास्तिर पनि गइरह होला यस्तो अवस्था जङ्गलमा आउँदा चाहिँ अब घामै नलाग्ने क्या रुममा बस्दा चाहिँ घाम लागेर है गर्मी भएर सुत्नै सकिँदैन त्यस्तो जङ्गलमा आएको घाम लागे पो मतलबै हुँदैन यत्रो रुखको बिचमा यस्तो आनन्द लिन्न बाबालाई मजा लाग्छ गाउँतिरको जङ्गलमा बप्पा बाघ भालुहरू पनि हुन्छ कि यहाँ त सेफ नै रहेछ यो भित्र आर्मी क्याम्प रहेछ अझै 2 किलोमिटर रहेछ
पनि रहेछ। म चाहिँ फर्कि पनि सकेँ है। अब यस्तै आधी घन्टा जसम्म बसियो होला, खाजासाजा खाइयो। अब चाहिँ ओह्रालो लाग्यो। मान्छे चाहिँ यति हुने रहेछ क्या, बिहानै आउने रहेछ नि त नि यहाँ त, जाने आउने। यो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। अब अर्को भिडियोमा चाहिँ फेरि हामी भेट्नेछौँ।